सचेतना कार्यक्रम गरेको हो। यो राज्यले यो गणतन्त्रको विरुद्धमा बोल्नेलाई र अथवा चाहिँ के पनि कुरा आए पनि हतियार उठाउनेमा हामीले हतियार उठाउन कसैले पनि लागेको छैन। तर गणतन्त्रको विरोध गर्ने र यो संहिताको विरोध गर्ने हाम्रो धर्म हो। हामी यसैको लागि पार्टी बनाउँदैछौँ र यसैको लागि हामी मरिमिट्नेछौँ। त्यसकारणले राज्यलाई सचेत गराएको छौँ कि यस्तो कानुन राज्यले बनायो भने हामी राष्ट्रवादी, राजावादी, हिन्दूवादी, संहिता विरोधी, गणतन्त्र विरोधी हामी जेल भर्ने आन्दोलन गर्छौँ र लाखौँको सङ्ख्यामा हामी जेल जान तयार छौँ। हामीले संवैधानिक राजतन्त्र, सनातन धर्म सापेक्ष, किराँत र बौद्ध धर्मलाई समेटेर हिन्दू अधिराज्य बनाउने लक्ष्य लिएर पार्टी खोलिरहेको छौँ। त्यस क्रममा राज्यले यस्तो हटकण्डा, यस्तो कानुन ल्याउने यो हाम्रो फन्डामेन्टल राइटलाई, संवैधानिक अधिकारलाई नि मिचेर ल्याउने कानुन ल्याउनको लागि हामीले रोक्नको लागि हामीले यो मिडियालाई सचेत गराएको, राष्ट्रलाई सचेत गराइरहेको छौँ। र सुरुमै यसको राज्यले के बुझ्नु पर्यो भने यस्तो काम गरे भने नेपाली जनता चुप्लाएर बस्ने छैन र यस्तो काम गर्नको लागि अहिलेबाटै यो कामलाई अगाडि नसराउनको लागि राज्यसित हामी विनम्र अनुरोध पनि गरिरहेको छौँ। आजको दिनमा दुर्गा प्रसादजीलाई पनि बोलाएको हो। उहाँ चाहिँ नि काममा सुकुम्बासी होल्डिङ सेन्टरमा दुर्गाजी आज सुकुम्बासीहरूसित मेलमिलाप गर्न, वार्ता गर्न, उहाँसित कुरा गर्न, उहाँहरूको हाल खबर लिन दुर्गाजी सुकुम्बासी होल्डिङ सेन्टरमा जानुभएको छ। हजुर, बिल्कुल होइन। हामी दुई भाइ मिलेर गएछौँ, एउटै एजेन्डा छ र आउने दिनमा यो पार्टी एउटा राष्ट्रको मजबुत पार्टी र राष्ट्रलाई राष्ट्रवादी पार्टीको रूपमा हामी अगाडि बढाउन लागेको रहेछौँ। दुर्गाजी हामीहरू र हामी मात्र होइन, विभिन्न अरू राष्ट्रवादी, राजावादी सबै यो दलमा आउने अहिले योजना छ र सबै आइ पनि रहेको छौँ। सबै मिसेर हामी सबैको पार्टी, व्यक्तिको पार्टी होइन, एउटा विचारको पार्टी बनाउने क्रममा हामी अगाडि बढिरहेको छौँ। अब यसलाई धम्कीले पनि हुन्छ, यसलाई सचेतनाको रूपले लिए पनि हुन्छ, जे भन्दा पनि हुन्छ। तर सरकारले यस्तो काम गरे भने, हामी यस्तो कानुन ल्याए भने हामी चुबलाएर बस्ने स्थितिमा छैनौँ। यो कुरा सरकारले बुझिराख्दा हुन्छ। आम जनता यसमा चुबलाएर बस्ने स्थिति हुँदैन। जसरी अहिले हेर्दाखेरि चाहिँ अब सरकार पक्ष यतातिर सरकार नाराज ज्ञानेन्द्र साथीहरू पनि झुक्यो जस्तो लाग्छ। के लाग्छ हजुरको पार्टीको धारणा, हजुरको जो हिन्दू राष्ट्र चाहियो भन्ने विचारमा पनि के भन्नुभयो अरे सरकार? जसरी नै अहिले सरकारको जो अहिले प्रधानमन्त्रीज्यू हो राजा ज्ञानेन्द्र पनि अलि झुकाउ जस्तो लाग्छ। के लाग्छ हजुरको? नै, अब बालेन्द्र शाह प्रधानमन्त्रीज्यूले झन्डै 2/3 सरकार उहाँको छ। उहाँले राजासहितको हिन्दू राष्ट्रलाई ल्याउनु भयो भने हामी एकदमै सहर्ष स्वीकार गर्छौँ। त्यस कारणले तर त्यस्तो देखिन्न। उहाँहरूको चितवनको कार्यक्रममा उहाँहरूको अधिवेशनमै कुरा आइसकेको छ। उहाँ सङ्घीय गणतन्त्रको पक्षमा रासपा अडिग छ भन्ने कुरा आयो। त्यस कारणले तपाईँले भनेको कुरालाई अलिकति बल नमिल्ने स्थिति छ। त्यहाँ पनि गुटबन्दी जस्तो लाग्छ। त्यो उहाँहरूको कुरा हो। अब हामीले के भनौँ? कतिपय राजावादी, राष्ट्रवादीहरूले के भने अफवाह पनि फैलाइरहेको छ भने योभन्दा अगाडि बालेन सरकारले राजा ल्याइदिन्छ भन्ने कतिपयको आशंका पनि थियो के? उहाँहरूप्रति के छ? आशंका होइन, चाहना। हाम्रो पनि चाहना हो। बालेन सरकारले राज संस्था र हिन्दू अधिराज्य कायम गरे भने हामी खुसी हुन्छौँ, स्वागत गर्छौँ। तर त्यस्तो अघि नै मैले यहाँलाई जिकिर गरिहालेँ नि, त्यस्तो देखिएन। किनकि उहाँहरूको घोषणापत्रमा यो संहिता र गणतन्त्रलाई सबलीकरण गर्ने भनेर आएको छ। त्यस कारणले त्यो त कन्ट्रडिक्सन भइहाल्यो नि। अरू केही छ? ल, एकदम निकट भविष्यमा एउटा मजबुत राष्ट्रवादी है, हिन्दू विचारधारा लिएको, बुद्ध र किराँतलाई समेटेको एउटा मजबुत राष्ट्रवादी पार्टी बन्न गइरहेको छ। यो महिनाको अन्त्यममा हामी दर्ता गराउँछौँ र अर्को महिना, यो मलाई लाग्छ 1 महिनाको ग्याप दिनुपर्छ, अशुभ हुन्छ अरे होइन बिचमा। त्यस कारणले एउटा ठुलो सभा गरेर हामी पार्टीको घोषणा गर्छौँ र देशव्यापी रूपमा
हामी पार्टीको सङ्गठन बनाउँछौँ र पहिलो चरणमा स्थानीय निकायको निर्वाचनमा मजबुतीका साथ यो पार्टी एउटा प्रजातान्त्रिक पार्टी हुन्छ, जनताको पार्टी हुन्छ, युवाको पार्टी हुन्छ, महिलाको पार्टी हुन्छ। मजबुतीका साथ हामी स्थानीय निकायको निर्वाचनमा सहभागी हुन्छौँ। भन्दाखेरि अन्तमा चाहिँ अब अनि देशभरिका तपाईँहरूको मिडिया मार्फत देशभरिका जनता जनार्दनलाई मेरो आग्रह के छ भने एउटा यो राष्ट्रवादी पार्टी बन्न जुन गइरहेको छ, राजावादी, हिन्दूवादी, संहिता विरोधी, गणतन्त्र विरोधी पार्टीमा सबैजनालाई म विनम्र अनुरोध गर्छु यसमा आबद्ध भएर नेपाली जनताको भविष्य र नेपालको भविष्यलाई उज्जवल बनाउनको लागि सहयोग गरिदिनको लागि म विनम्र अनुरोध पनि साथमा गरिरहेको छु।